एउटा घर भइदिनु पर्ने कि होइन त्यहाँ एउटा घर एउटा रेस्टुरेन्ट हुने रहेछ अनि त्यहाँ बोटिङ गर्ने गएर चाहिँ त्यहाँ खाने बस्ने व्यवस्था हुनुपर्ने क्या त्यहाँमा त छला त अभाव हुन्छ होइन लास्ट पैसा कमाउनु त हो कि तर यहाँको सरकारले अथोरिटी दिन्न होला त्यो त अब आउट अफ डेन्जर भयो नि त त्यहाँ होइन त्यो पाटोबाट भोलि त्यहाँ के होला नि के होला नि